हेलो नमस्ते सबैजनालाई। हजुरहरूको भ्यालेन्टाइन डे कसरी गयो? हाम्रो चाहिँ अगाडि झगडा हेरेरै गयो। ड्याङ ड्याङ झगडा हुँदै थियो, अरू सुट गर्न पाएन। बाइ द वे यो मेरो डे 2 को भिडियो हो। भोलि शिवरात्रि छ क्या, अनि मेरो चाहिँ अझै हातपोली भ्यायो हैन के ठिकै छ। यस्तो यस्तो चिज त भएर नै राख्छन् जिन्दगीमा। मैले भिडियोबाट माया पाम नपाम मैले फर्स्ट भिडियो हाल्दै चाहिँ मेरो हस्बेन्डले मलाई स्ट्यान्ड पठाइदिनु भएको थियो, अनि चाहिँ मेरो भाइले मलाई गोप्रो दिएको थियो। घरमा चाहिँ पाहुना आउनु भएको थियो कि यता पूजा थियो, अनि मेरो नानीले चाहिँ पाहुनाबाट पैसा पाएर खुत्रुकेमा हाल्छु भनेर राखेको थियो पैसा। अनि चाहिँ मेरो सासूले सुन्तला दिनुभएको थियो भिडियो हेरेर, राइटिङमा छ भनेर बिहान बिहान। अनि जिन्दगीमा अरूबाट माया पाम नपाम मेरो फ्यामिलीबाट चाहिँ मलाई फुल सपोर्ट छ। फुल सपोर्ट छ मेरो फ्यामिलीबाट चाहिँ। मेरो भाइले चाहिँ के बनाएर आएको थियो ज्वालामुखी, त्यो देखाइरहेको थियो मम्मीहरूलाई। मैले चाहिँ पानी पिउँदाखेरि नै दुईजना दाइहरूले आएर मलाई चाहिँ भनिराख्नुभयो तिम्रो नि भिडियो बनाउँछौ रे। अनि मैले भिडियो नबनाउने के भएर भनिरहेको थिएँ मैले। त्यस्तो मान्छे त जिन्दगीमा आइराख्छन् कि आफूले त्यो चिजलाई इग्नोर गरेर अगाडि बढ्नुपर्छ। ल सबैजनालाई भन्दैछु, म केही सानो सानो कुरा गर्दाखेरि चाहिँ त्यस्तो चिजहरू आइ नै राख्छन् होइन। मलाई चाहिँ फरक पर्नेवाला छैन बाहिरको मान्छेले भनेर। मेरो जिन्दगीमा चाहिँ मेरो बाउ र मेरो हस्बेन्ड बाहेक मेरो ठुलो चाहिँ कोही छैन होइन। त्यो आएर सबभन्दा पहिला फ्यामिली हो, फ्यामिली बाहेक कोही पनि छैन। मलाई आएर सुनाउनु एनतेन परेको छैन होइन। अरूहरूको चाहिँ मोबाइलमा कमेन्ट भिडियोमा कमेन्ट गर्छन् यार, मेरो चाहिँ मुखमै आएर भन्छन् भनेको मान्छेहरूले के साह्रो हेपेको मलाई। अब यसरी नै हेपेपछि चाहिँ मैले केही न केही नै गर्नै पर्छ अब है। अनि मैले चाहिँ अहिले बाइ द वे कोदोको रोटी र दाल खाइरहेको छु। स्यालेडहरू दिदीले बनाएर राखिदिएको थियो। मैले भने नि त मेरो फ्यामिलीबाट मलाई फुल सपोर्ट छ, बाहिरबाट मलाई फरक पर्दैन भनेर। यो चाहिँ मैले दिउँसोको नास्ता बहिनीले प्याक गरेर राखेको थियो, भाइले नास्ता खाइरहेको थियो। मेरो भाइले चाहिँ मलाई दिदी म तपाईँलाई स्पेसल भिडियो बनाइदिन्छु भनेर सुन्तलाको डिजाइन बनाएको अरे के डिजाइन बनाएर राखेको थियो। अनि एउटा नखान पाउँदै त सुन्तला त पैसा काट्दै थियो, ल गायब भएको आदि भनेर खाँदै थियो होइन। अनि त्यसपछि चाहिँ मैले दिउँसोको कामसाम भ्याएर बाबु नानीहरूलाई लगेर गएँ हाट बजार। अगाडि होटेलको चाहिँ मैले नानी बाबुलाई मेरो भाइलाई मैले हाट बजार लिएर जान लगाएको जुस खुलाउन। अनि चाहिँ के कस्तो छ हालखबर हाट बजारको भनेर। काम त थियो तर दिदीले गर्नुभयो काम चाहिँ मेरो। मैले भने नि मेरो फ्यामिली फुल सपोर्ट हुनुहुन्छ मसँग। त्यहाँ बाहिर आएर एनतेन बाहिरको मान्छे आएर एनतेन होटलमा भन्नु परेको छैन। हामी चाहिँ जुस खाएको इन्जोय गर्दै थियौँ। अनि हाट बजारतिर गयौँ। हाम्रो सुखरको हाट बजार चाहिँ यस्तो हुन्छ, दिउँसो चाहिँ आउन पाइन्न, साँझ नै आउन पाइन्छ। कामसाम भ्याएर भनिन्छ नि त हाट बजारमा ढिला आउनु र बिहा गर्नु भने ढिला बिहा गर्नु भनेको उही नै हो भनेर। सब्जीहरू नै थिएनन् हेरेको यसो कुन चाहिँ दाइ हो फेरि नमस्कार गर्दै जानुभयो भिडियो नहेर्दै। हाम्रो दिदी पनि भेटिनु भयो। अनि के साह्रो राम्रै हुँदै जानुभएको है भनेको त हाँस्दै जानुभयो। अनि चाहिँ यस्तो सब्जीहरू हेरेको त पएको मात्रै भनेको। त्यही भएर ढिला बिहा गर्ने मान्छेहरूले पनि छिटो गर्नु ल। मैले चाहिँ 16 वर्षमा बिहा गरेको, अन्त मेरो यति ठुलो ठुलो नानी छ। अनि यस्तै हुन्छ यी। उहाँ एउटा पसलमा गएको त राम्रो थियो। अनि ओरेन्ज नै लिएर गएँ मैले, नानीले खाने भनेर ओरेन्ज र करेला लिएर गएँ मैले आफ्नो लागि। करेला नानीको लागि ओरेन्ज लिएर गएँ। त्यही साँझको खाना हो यो, च्याउ र भुजा खाएँ मैले। अनि झाडु लगाएँ। मेरो चाहिँ भित्रको सरसफाइ गर्ने काम थियो। अनि मेरो भाइले पनि बाहिरको ड्याङ 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 भाँडा धोइरहेको थियो। अनि मैले भने कसको याद आयो त भ्यालेन्टाइन डेको दिन भनेको त बुढीको भन्छ। अनि दिदीसँग पनि एकछिन भयो झगडा। मैले भने मैले भाँडा धुने बेला चाहिँ नआउने, भाइले धुने बेला आउँछस् भनेको त भाइको माया भनेको त। मलाई चाहिँ माया गर्दैनस् भनेको त होइन, तैँले गर्दा पनि आउँछु, तैँले धुँदा पनि आउँछु भन्यो। उनीहरू चाहिँ सबै गइसकेपछि चाहिँ हाम्रो साँझको मम्मीले फेरि झोल चाउमिनको लागि खुर्सानी पिन्दै हुनुहुन्थ्यो। भुटेर हाम्रो चाहिँ। अनि त घडी हेरेको एकै बज्न थालेको थियो, 12:30। मम्मी छिटो गर या निद्रा लाग्यो भनेर भन्दै थिएँ म बाहिर। अनि यसो हेरेको त बाहिर सब सुतिरहेको के। सब सुत्दाखेरि हाम्रो मम्मी उठ्छिन्। हाम्रो मम्मी भनेको खतरनाक हुन् कि खतरनाक। हाम्रो चाहिँ मम्मी धन्न 1 बज्नै लागेको थियो। अब सुत्दाखेरि त 1 बज्छ नै होइन। 1 बजे सुत्नुहुन्छ, बिहान 4 बजे उठ्नुहुन्छ के। अनि मम्मीको यति मेहनत हेरेर नै मैले मोटिभेट पाएको हो। जिन्दगीमा एक्स्ट्रा केही नगरेर एक्स्ट्रा केही नै पाउँदैन। ल मेरो अब भोलि भिडियो आउँछ डे 2 को, कस्तो लाग्यो राम्रो नराम्रो भन्नु होला। बाई।